एक दिन एउटा सानो गाउँमा एउटा गरिब कुकुर बस्थ्यो। उसको नाम थियो च्यान्टे। ऊ सडकमा भोकाउँदै घुम्थ्यो। उसको कपाल फुस्रो थियो र शरीरमा घाउहरू थिए। एक दिन एउटा दयालु मान्छेले च्यान्टेलाई देख्यो र उसले च्यान्टेलाई घर लिएर गयो, उसलाई खाना, आश्रय र प्रेम दियो। च्यान्टेले पनि उसको नयाँ मालिकलाई खुसी पार्नको लागि कडा मेहनत गर्यो। उसले मालिकको घरको रखवाली गर्न थाल्यो र मालिकको परिवारसँग खेल्न थाल्यो। समय बित्दै जाँदा च्यान्टेको जीवनमा ठूलो परिवर्तन आयो। ऊ स्वस्थ र सुन्दर भयो। उसको कपाल चम्किलो भयो र उसको व्यवहार पनि मिलनसार भयो। एक दिन मालिकले च्यान्टेलाई एउटा विशेष काम सुम्पे। च्यान्टेले त्यस कामलाई सफलतापूर्वक पूरा गर्यो। मालिकले च्यान्टेको कामबाट खुसी भएर उसलाई विशेष पुरस्कार दिए। च्यान्टेको जीवनमा त्यो दिन ठूलो परिवर्तन ल्याउने दिन थियो। ऊ अब केवल एउटा सडकको कुकुर रहेन, ऊ एउटा विशेष कुकुर भयो। उसले आफ्नो नयाँ जीवनमा खुसी र सुख पाएको थियो।